हेलो साथीहरू, आज हामी दिद्धोमा आएको छौँ। अर्को आइल्यान्डमा गर्मी प्रचण्ड भइरहेको छ। के भन्छ अरे प्रचण्ड गर्मीमा हजुरले त्यसरी राख्नु भएको रहेछ नि त। अनि अस्ति त्यतिकै बोल्न थाल्नु भयो नि त। म त के गरेँ होला प्रचण्ड गर्मीमा हामी हिँड्दैछौँ छाता ओढेर। यहाँ चाहिँ फेरि छाता ओढेर हिँड्ने बानी छैन। मान्छेहरूलाई हामीलाई पुरा अक्वर्ड वेयर्ड पाराले हेर्दैछ। यहाँ चाहिँ फेरि गर्मी भइरहेको वेयर्ड पारामा आज चाहिँ हामी मेरो वाइफको पुरा मेडिकल चेक गराउन आएको होइन। मेडिकल चाहिँ सिद्धियो, एक्सपायर भयो, त्यही भएर एक्सपायर चेक गराउन आएको। छाता ओढेर हामी हिँड्दैछौँ। पिच फेरि कालो उस्तै छ। अब यता क्यामेरा रोटेट गरेर देखाउँछु। कालो पिच उस्तै छ, गर्मी त्यस्तै छ, जङ्गल रुख केही पनि छैन। अनि त्यस पछाडि छाता ओढेर हिँड्दै गर्दाखेरि चाहिँ वेयर्ड भाइब चाहिरहेछ। अब के हुन्छ अहिले देखाउँछु है त म। मलाई चाहिँ भन्छ ओरेली अल राइट। अब हामी चाहिँ अब यहाँको पसलहरू कस्तो छ त्यहाँ चाहिँ हेर्न जान्छौँ, सुपर मार्केटहरूमा होइन। त्यस पछाडि अनि के पाइन्छ त्यहाँ के पाइँदैन हेर्नु पऱ्यो। हुन त यहाँको एउटा फेमस एउटा पसल छ, त्यसमा चाहिँ सबै कुराहरू चाहिँ पाइन्छ। त्यहाँ गएर हामी चेकआउट गर्छौँ एन्ड वी विल सो यु वाट आर देयर एन्ड वाट आर वी गोइङ टु बाई। नेपालमा यो चाहिँ काजु काण्ड हुनुपर्ने हो कि। यस्तो काजु त मैले देखेकै थिएन यार अहिलेसम्म। तिमीले देखाएको थियो? भन्नुहोस् फेरि भन्नुहोस्, यता हेरेर भन्नुहोस्। केही नचाहिने कुरा उठाउन लाग्दा कि भन्ने रे। यो सबैलाई टेम्पटेसन गराउने सेक्सन यही हो। स्टेसनरी सेक्सन पनि कस्तो बवाल क्या है। स्टडी टेबल हेर न क्या खतरा। न यो सस्ता एलभी त्यो देखौ त। लुइस के अरे, लुइस एभर्टन, लुइस एभर्टन। साना साना चिजहरू चाहिँ अति साह्रो क्युट। यो चाहिँ के अरे, यहाँ त लुइस पनि होइन, लाउस भुवन। त्यसमा चाहिँ नाम के छ? स्पाइडरम्यान स्पाइडरम्यान। ओइ खतरा हादस कति उठालो। धुम मचाले धुम। बच्चा बेलाको मेमोरिज कतिजनाको छ गाइस योसँग। हेलो महुडोरा, सब्सक्राइब बटन कता छ देखाउनुहोस्। ये तपाईँले फेला पार्नुभयो, अब क्लिक पनि गर्नुहोला। अझै धेरै भाँडाकुटी खेल्ने रहर भएकोहरूलाई यो चाहिँ पिका 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 पिका। यहाँ फेरि अर्कै आउँदैछ खेलाउने कुरा। के हो त?
भिडियो गेम भिडियो गेम हामी आफै बच्चा कस्तो क्युट यो के चाबी घुमाउने वाला हो यो ओले नाउरिनलाई लिइदिनुपर्छ क्या हो यो है त्यो मेसी फ्यानहरूलाई मेसी अब हामी लुगाको सेक्सनमा जम्प हाल्यौँ नट सो फ्यान्सी किनकि यहाँ थानमा मात्र लुगा बेच्छ टाइपवाला जस्तो छ होइन यहाँको मान्छेहरूले नि एकदम ठुल्ठुलो मात्र लुगा लगाउँछ हेर्दै जाऊँ के हुँदो रहेछ यो दिदी किन दुखी भयो होला है कति धेरै जुत्ता चप्पल सब सिन्ड्रेलाको चप्पल लगाएर चाहिँ कतिवटा सिन्ड्रेला होला प्यारालाल युनिभर्स हजुर आयो 255मा सस्तोमा सेलमा नयाँ प्यान्टहरू यहाँबाट हार्बर एरिया नि कस्तो दामी देख्दो रहेछ यार हाम्रो नानीले खोजेको चिज यहाँहरू छ भेराइटीमा छ डोरेमन त ल खोइ यता देखाउ त्यो टी सर्ट कुन चाहिँ रे सुजना दामी छ ल है त साथी हो यदि चर्को घाम लाग्यो र के भनेर भन्छ यो ब्राइटनेस घटाउनलाई केही गर्न सकिएन छ भनेदेखि सजिलो ह्याक एउटा भाँचिया चस्मा लिने होइन हाम्रो त्यो चस्मा अहिले भर्खर भाँच्यो अनि त्यस पछाडि सट्ट लाएर यसो गरेर गर्ने इन्स्ट्यान्ट सिनेमेटिक नो कलर ग्रेडिङ नो कलर करेक्सन अन्त यहाँ अहिले अलिकति चर्को भयो के अरे यो होइन इन्स्ट्यान्ट सिनेमेटिक पोलराइज एन्डी फिल्टरहरू भन्दा पनि चर्को हो नि त टेक्नोलोजी चम्चा नभए पछाडि टक्क लाएर होइन त्यसैको खोल निकाल्यो टेक्नोलोजी गऱ्यो यो चाहिँ यहाँको पुरानो स्टाइलको बोट अनि यहाँ अगाडि भएको चाहिँ यो फिसिङ बोट अहिले भर्खरै आयो यो माछा मारेर यताउता गरेर कति दिन पछाडि फर्केर आयो होला खतरा टुना माछाहरू हुन्छ नि यसमा त है टाढैसम्म माछा गनाउँछ यो त 5 किलोमिटर परसम्म माछा गनाउँछ अलराइट गाइज हाम्रो घुमफिरको भिडियो यही नै रहेको छ अब मौसम पनि बिग्रियो हावा पनि लाग्यो होइन अब कतिको अब माइकमा राम्रो टिपेको छैन अब त्यो पनि थाहा छैन अब हेर्नुपर्छ
गएर सो नेक्स्ट अर्को भिडियोसम्मको लागि वी विल से बाई बाई सी यू एन्ड सब्सक्राइब टु माई च्यानल